आइसक्यो सो गाइस हामी चाहिँ अब फिल्म हेर्न गएको यता कुमारी देख्न सक्नुहुन्छ। अब चाहिँ हामी कुमारी हेर्न गएको गुम्बा चाहिँ यस्तो भन्दैछ। सो देख्न सक्नुहुनेछ तपाईँहरूले अहिले हामी चाहिँ इनड्राइभमा लाग्दैछौँ। त्यसपछि हामी चाबेलतिर पुगेको छौँ केवल टारमा फिल्म हेर्नको लागि र हामीले चाहिँ टिकट पनि काटिसकेका छौँ र अहिले चाहिँ हामी टक्कै 2 बज्नुभन्दा अगाडि चाहिँ एकछिन बाहिरतिर चाहिँ यसो भिडियो हान्ने कार्यक्रम हुँदैछ। त्यसपछि हामी साथीभाइसँग यसो साथी पनि आइहाल्नु गर्दैछ है त। त्यसपछि हामी भित्रतिर लाग्ने सारसुरमा छौँ। त्यसपछि हामी भित्रबाट फिल्म हेरिसकेर पछि हामी चाहिँ बौद्ध आउँछौँ र बौद्ध चाहिँ हामी चाहिँ सुरुबाट आएर चाहिँ भिडियोहरू हान्छौँ। त्यसपछि बौद्ध चाहिँ कुरा गर्ने क्रममा हामी चाहिँ मजाले कुरा गर्छौँ। यता साथीहरू मजाले एकदम राम्रो भ्यू रहेको छ बौद्धको। जस तपाईँहरू देखेरै दर्शन हान्नु होला है त गाइजहरू सबैले। त्यसपछि हामी चाहिँ बौद्धबाट कुरा गरिसकेर हामी चाहिँ उतापट्टि गुरु रिम्पोछेको मूर्ति भएको स्थानतिर लाग्छौँ र त्यहाँ यसो घुमघाम गर्ने प्रक्रियामा छौँ गाइजहरू। त्यसपछि यहाँ छतेन पनि रहेको छ। छतेन छेन्पो गे भनेछ। यहाँ चाहिँ 8वटा छतेन रहेको छ यता गाइस। त्यसपछि हामी फेरि एकछिन यहाँ गएर फेरि बौद्ध नै फर्केर आउँछौँ। त्यसपछि बौद्धमा एकछिन बबल टीहरू खाँदै एकछिन यहाँ भिडियो बनाउँछौँ र तपाईँ देख्न सक्नुहुनेछ यहाँ साथी र म चाहिँ बबल टी खाँदैछौँ यता गाइस। यहाँ बबल टी खाँदै गफसप लाउँदै हो एकछिन अब रमाइलो कुराकानी हुँदैछ। त्यसपछि हामी बौद्ध कुरा गर्दै लाग्ने सारसुरमा छौँ यता साथीहरू। यतापट्टि चाहिँ राम्रो लुगाहरू एकदम तर अलिक महँगो हुन्छ कि यतापट्टि, तर लुगा चाहिँ अलिकति राम्रै हुन्छ। त्यसपछि हामी चाहिँ बौद्ध चाहिँ मजाले घुम्छौँ। अनि त्यसपछि हामी माने खोलो घुमाउँछौँ। त्यसपछि माने खोलो घुमाउँछौँ। त्यसपछि साथी र म 2 जना माने खोलो घुमाएर एकदम मजा आयो। यहाँ माने खोलो तपाईँले घुमाउनु भयो कि भएन साथीहरू। त्यसपछि हामी माने खोलो घुमाउने क्रममा छौँ है त। माने खोलो घुमाउँदा चाहिँ एकदम राम्रो चाहिँ मजा लाग्छ मलाई चाहिँ। त्यसपछि हामी फेरि बौद्ध चाहिँबाट कुरा गर्दै अब चाहिँ हामी लाग्छौँ है त गाइस। आजको चाहिँ यति रहेको छ। कृपया धन्यवाद।